सुनसरीका अध्यक्षले मञ्चमा आसीन विशिष्ट अतिथि विशेष अतिथिज्यूहरू किराँत र यायोखासँग सम्बन्धित विभिन्न तहका केन्द्र जिल्ला नगर वडा विभिन्न तहका नेतृत्व तथा प्रतिनिधिहरू यो कार्यक्रमलाई विशेष बनाउनका लागि विभिन्न वडा तथा नगर बाहिरबाट पाल्नुहुने सिली प्रदर्शनी टोलीका नेतृत्व व्यवस्थापक सञ्चालक सिली प्रदर्शनकर्ता कलाकार भाइ बहिनीहरू नानीहरू यो कार्यक्रमलाई भव्य बनाउनका लागि पाल्नुहुने सम्पूर्ण नगरवासी तथा नगर बाहिरबाट पाल्नुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू पत्रकार मित्रहरू र सुरक्षाकर्मी मित्रहरू सबैजनालाई हार्दिक सेवा नमस्कार भन्न चाहन्छु। खास धेरै कुरा भन्ने कुरा केही पनि छैन, बुझ्ने कुराहरू छन्। बडो खुसी लाग्छ वर्षमा एकचोटि यो पार्कमा हामी भेला हुन्छौँ। धेरै रमाइलो लाग्छ यहाँनिर चाहिँ यो कार्यक्रममा सहभागी बन्न पाउँदाखेरि। यो निर्वाचन हुनुभन्दा अगाडि निर्वाचित हुनुभन्दा अगाडि चाहिँ म यसरी नै तपाईँहरू जस्तै एउटा कुनामा परबाट कार्यक्रम हेर्थेँ, राम्रो लाग्थ्यो। वक्ताहरूको भनाइहरू सुन्थेँ, सिडीहरू हेर्थेँ, रमाइलो गर्थेँ। निर्वाचित भएदेखि चाहिँ यता मञ्चमा होइन बसेर कार्यक्रममा सहभागी बनिरहेको छु। यहाँ बसेर सहभागी बन्नुभन्दा त्यहाँ दर्शक दीर्घबाट त्यतातिर रमाइलो गरेर सहभागी बन्नु चाहिँ मजा आउँछ, हो कि होइन भन्नु त? हो है। त्यहाँबाट तपाईँहरूले यो चाडको यो चाहिँ कार्यक्रमको जति मजा लिइराख्नु भएको छ त्यो चाहिँ यहाँ मञ्चमा बसेर भाषण गरेर होइन यस्तो उस्तो भनेर ठुल्ठुलो कुराहरू भनेर त्यति मजा चाहिँ आउँदैन। तर मजा आउने नआउनेसँग सरकार राख्दैन, भूमिकाको कुराहरू हो होइन। आज नगर प्रमुखको पदमा निर्वाचित भएको कारणले आजको चाहिँ यो कार्यक्रममा प्रमुख अतिथिको हैसियतबाट त्यो भूमिकाबाट मैले यहाँलाई केही कुराहरू भन्न चाहन्छु। अब संस्कृतिको कुरा बारेमा यहाँनिर चाहिँ पूर्व वक्ताज्यूहरूले थुप्रै कुरा भनिसक्नु भएको होइन। म आफै पनि संस्कृतिवादी मान्छे भन्छु, म प्रकृतिवादी मान्छे भन्छु आफूलाई। प्रकृतिलाई औधी माया गर्न मन लाग्छ, अचम्म लाग्छ। अलि बर्सात हुने बित्तिकै बिरुवा रोप्नु गइहाल्नु मन लाग्छ है। प्रकृतिको संरक्षणमा जुट्न मन लाग्छ। प्रकृतिवादी भएको कारणले गर्दा होला संस्कृतिको माया लाग्छ। संस्कृतिको संरक्षण र प्रवर्धन हुनुपर्छ भन्ने तर्फ म तर्क गर्छु। आज संस्कृतिको संरक्षणको लागि हामी यहाँ उपस्थित भएका छौँ। हामी यहाँ त्यतिकै यसो नाच्नु पर्यो रमाइलो गर्नलाई एकछिन होइन, एक दिन यसो जाउँ न त, 2-4वटा सेल्फी खिचौँ भनेर आएको होइन। हामी यहाँ चाहिँ हाम्रो संस्कृतिप्रति हामी सचेत छौँ भन्ने कुराको प्रमाण दिनलाई आएको। त्यसो भएको कारणले गर्दाखेरि सम्पूर्ण किराँत राई समुदायका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू यहाँहरू सम्पूर्णलाई यो संस्कृतिलाई चाहिँ बचाइराख्नका लागि साकेला सिली प्रदर्शनीमा सहभागी बन्नुभएकोमा यो खचाखच भिडमा पनि तपाईँहरूले सहज तरिकाले चाहिँ सहभागिता जनाइराख्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। संस्कृति एकजना मान्छेले मात्रै बचाउन चाहेर बच्दैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। संस्कृति बचाउनका लागि प्रत्येक व्यक्ति जिम्मेवार रहन्छ। त्यो प्रत्येक जिम्मेवार व्यक्ति तपाईँहरू हुनुहुन्छ भन्ने मलाई विश्वास। जिल्ला कार्य समिति याखाको होइन विभिन्न खालका चाहिँ कार्यक्रमहरूमा सहभागी बनेर तपाईँहरूले जुन किसिमको चाहिँ आफ्नो संस्कृतिप्रतिको एउटा लगाव देखाउनु भएको छ त्यसलाई हार्दिक सलाम गर्न चाहन्छु म व्यक्तिगत तर्फबाट, नगर प्रमुखको तर्फबाट पनि। हाम्रो संस्कृतिप्रति हामी सचेत छैनौँ भने
हामी संस्कृतिविहीन मान्छे बन्छौँ। बाँदर र हामीमा केही पनि फरक हुँदैन। बाँदर पनि हामी जस्तै हो, पुच्छर मात्रै त्यसको छानो छैन, पुच्छर होइन, त्यति मात्रै फरक हो। तयामा खियामाको कुराहरू सिल्लीको छैन, तपाईँको छैन त्यो प्रदर्शनीमा। अहिले त छैन साकेलाको गीतहरू पनि थुप्रै आएको छ। विभिन्न छैन इतिहासका कुराहरूमा हामी सुन्छौँ, पढ्छौँ। तयामा खियामाले कान बुनेर चाहिँ होइन यो लुगाको आविष्कार गरेको अरे भन्ने इतिहास हामी पढ्छौँ है। त्यो हाम्रो संस्कृति हो। त्यो संस्कृतिको कारणले गर्दाखेरि आज हामीले लुगा लाएर हिँडिरहेछौँ यहाँ। त्यो संस्कृति नहुने हो भने हाम्रो लुगा पनि हुँदैन थियो होला। त्यसले गर्दाखेरि एउटा बाँदर र मान्छेमा के फरक छ त भन्दाखेरि बाँदरको संस्कृति हुँदैन कि हुन्छ कि खोइ बाँदर भएर जन्मिएको छैन, त्यसको अलिअलि त हुन्छ होला, अलिअलि त हुन्छ होला। तर हाम्रो चाहिँ होइन संस्कृति हुन्छ। यो कुरामा हामीले चाहिँ ग्यारेन्टी दिन सक्छौँ, ग्यारेन्टी दिनुपर्छ। त्यो संस्कृतिको संवर्धन होस्, संरक्षण होस्, प्रवर्धन होस् भन्न खातिर आज हामी यहाँनिर चाहिँ साकेला सिली नाच्न लागेका छौँ, साकेला सिली हेर्न लागेका छौँ। म अलिक फरक खालको मान्छे, म फरक कुरा सुन्छु, फरक कुरा बोल्छु, अलिक फरकै छु, त्यही भएर अलिकति अनौठो भनेर आलोचित पनि हुन्छु। तर केही छैन, हिजो आज त्यही मन पर्नु थालेछ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि। यो ढोलले मलाई चाहिँ त्यो तपाईँले के सुन्नुहुन्छ, यो ढोलले चाहिँ मलाई चाहिँ उठ 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 भनेको सुन्छु, अनि जुट 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 भनेको सुन्छु। तपाईँले के सुन्नुहुन्छ? यो ढुङ्गु ढुङ्गु भनेको सुन्छ होला, तर मलाई चाहिँ उठ 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 जुट 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 उठ अनि जुट उठ अनि जुट भन्दै गएको जस्तो म चाहिँ सुन्छु। कान मेरो उस्तो हो कि अलिक अनौठो खालको छु, त्यसले गर्दा होला। तपाईँहरूलाई के भनेको जस्तो लाग्छ? राम्रोसँग सुन्नु, त्यो ढोलले तपाईँलाई उठ कि उठ भनिरहेको छ। नसुत, धेरै भयो सुतेको, नसुत, उठ भन्दैछ। फेरि उठेर मात्रै होइन, एकजुट बनेर चाहिँ काम गर, मिल भनेर पनि हामीलाई भनिराखेको छ। त्यो जागरण, त्यो ढोलले हामीलाई चाहिँ सबैजनालाई ल्याएको हुन सकोस् भन्ने शुभकामना म दिन चाहन्छु। हामी उठेका छौँ कि छैनौँ? हामी उठेका छौँ भने पनि हामी जुटेका छैनौँ होला। विभिन्न बहानाले हामी फुटेर बसेका होला। त्यसो भएको कारणले गर्दाखेरि उठ्नुपर्छ र जुट्नुपर्छ भनेर त्यो ढोलले हामीलाई भनिराखेको म यहाँलाई जानकारी गराउन चाहन्छु। अब हामी यहाँ थुप्रै कुराहरू गर्छौँ है। यहाँ बाबुहरू छ, अघि भर्खर चाहिँ हाम्रो चाहिँ पूर्ववक्ता विद्वान मित्रले मुन्दुमको कुरा पनि गर्दै हुनुहुन्थ्यो। वास्तवमा के होला मुन्दुम भन्दा मलाई चाहिँ लाग्छ, फेरि म फाल्टै खालको मान्छे छु, इमान्दार किराँतीको बोली, इमान्दार किराँतीको मनमा हुने विचार, त्यही हो मुन्दुम। तपाईँहरू इमान्दार हुनुहुन्छ भने तपाईँको मुखबाट निस्केको सत्य वचन त्यही हो मुन्दुम। मुन्दुमलाई कहीँ कतै खोजी हिँड्नु पर्दैन। कहाँ लेखेको छ त, ढुङ्गामा लेखेको छ कि कहाँ छ त त्यसको भनेर अभिलेखहरू हेरिराख्नु पर्दैन। तपाईँ सचेत बन्नुहोस्, संस्कृतिप्रति सचेत बन्नुहोस्, पिता पुर्खाले हाम्रो पूर्वजले सिकाएको जस्तो बन्नुहोस्। हामी इमान्दार बन्न सक्यौँ र हामी इमान्दार बनेर सत्य वचन बोल्न सक्यौँ भने त्यही हो मुन्दुम। इमान्दार मान्छेको बोलीमा शक्ति हुन्छ। अलि घमण्ड गरे जस्तो नहोस्, तर हर्क साम्पाङ आज जे छ उसको इमान्दारीको कारणले छ, होइन हो। एउटा साधारण मान्छे जो फाटेको लुगा लाएर दिनभरि बगरमा श्रम गर्छ, तर उसको अघि पछि फोटो खिच्नेको भिड त्यसरी हुन्छ। राजेश हमालको भन्दा पनि धेरै हुन्छ है। किन त्यस्तो हुन्छ भन्दाखेरि इमान्दार मान्छेको सत्य वचन त्यही हो मुन्दुम। मुन्दुममा शक्ति हुन्छ भन्छौँ नि, इमान्दारीमा शक्ति हुन्छ भन्न खोजेको आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसो भएको कारणले आजको किराँती कोही पनि बेइमान हुनु हुँदैन, कोही पनि ठग र दलाल हुनु हुँदैन, कोही पनि भ्रष्ट र तपाईँको छैन अनेक परीको छैन दुष्ट बन्नु हुँदैन। म सबैजनालाई भन्न चाहन्छु, इमान्दार बनाऊ।
तपाईँ इमानदार बन्नुहुन्छ भने तपाईँको हरेक मुखबाट निस्केको बोली मुन्दुमको शक्ति हो। त्यसले तपाईँको छैन अरू मान्छेको मन जित्न सक्छ। जसले तपाईँको अरूको मन जित्ने गरी कुरा गर्न सक्छ उही हो मुन्दुमी मान्छे, उही हो मुन्दुमी मान्छे। तपाईँ मुन्दुमी मान्छे बन्ने हो। अब म त्यो पनि भन्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी मुन्दुमी मान्छे बन्नुपर्छ। अब इमानदार मान्छे बन्नुपर्छ। म सबैजनालाई भन्न चाहन्छु, किराँतीहरूलाई त नम्बर 1 मा भन्न चाहन्छु नै, किराँतीलाई मात्रै नभएर सम्पूर्ण नेपालीलाई भन्न चाहन्छु, अब हामी मुन्दुमी नेपाली बन्नुपर्छ। अब यहाँनिर थुप्रै कुराहरू छैन आएको छ होइन। पहिचानको कुरा, प्रदेशको नाम यस्तो राखिदियो उस्तो राखिदियो भनेर तपाईँहरू कराइराख्नु भएको छ। कसले राख्यो त? कसले राख्यो? प्रश्न गर्न चाहन्छु है। जोसँग कलम थियो उसले राख्यो होला। त्यो कलम कसको हातमा हामीले दियौँ त? के लेख्नुपर्ने के लेख्यो होइन। तपाईँहरूले भन्दै हुनुहुन्थ्यो किराँत लेख्नुपर्ने ठाउँमा त कि लेख्यो तर उतापट्टि छैन होइन। अब किराँत त लेखेन, कबाट लेख्यो तर अर्कै लेखेछ भनेर भन्नुभयो। त्यो कलम कसले दिएको? तपाईँ हामीले नै दिएको हो कि? त्यो कलम लेख्ने कलम हाम्रो हातमा हुने गरी उठ्नु पर्यो नि। अब त्यो ढोलले उठ जुट जुट बनेर आएको छ। त्यो अनुसार भन्दाखेरि चाहिँ सांस्कृतिक हिसाबले अब हामी उठ्नुपर्छ। सांस्कृतिक हिसाबले हामी नउठिन्जेलसम्म राजनैतिक हिसाबले हामी उठ्न सक्दैनौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। म त्यो भन्न चाहन्छु। र राजनैतिक हिसाबले पनि यहाँनिर अग्रजहरू हुनुहुन्छ, हाम्रा सङ्घीय तपाईँको छैन प्रतिनिधित्व गर्नुहुने हाम्रो पूर्व माननीयज्यूहरू हुनुहुन्छ। थुप्रै मैले चाहिँ होइन सिनियर मान्नुपर्ने मेरा दाजुहरू हुनुहुन्छ। म उहाँहरूलाई पनि भन्न चाहन्छु, अब हामीले चाहिँ नि त्यो ढोलको आवाज अर्कै तरिकाले बुझ्नुपर्ने दिन आएको छ। त्यो महसुस गर्नु होला म भन्न चाहन्छु। साकेला सिली आज प्रदर्शनी भइरहेको अवस्था छ। साकेला सिली भनेको हाम्रो पुर्खाले गरेको काम हो, कामको अनुसरण अनुकरण हो। त्यसलाई चाहिँ हामीले बिर्सन हुँदैन भन्ने मेरो तर्क हो। साकेला सिली कामसँग जोडौँ, हामी श्रमसँग जोडिएर बसौँ र आफ्नो पेटको लागि मात्रै हामीले श्रम नगरौँ, देशको लागि श्रमदान पनि गरौँ भन्ने मेरो तर्क पनि छ। त्यसो भएको कारणले गर्दाखेरि म सम्पूर्णलाई भन्न चाहन्छु, अब हामी सबैजना श्रमदाता पनि बन्नुपर्छ। यो देशको लागि श्रम गर्दाखेरि पेटको लागि त हामीले श्रम गरिराखेकै छौँ, देशमा गरिराखेका छौँ, विदेशमा गरिराखेका छौँ, संसारभरि आफ्नो पेटको लागि आफ्नो तपाईँको चाहिँ घर परिवारको लागि गरिरहेका छौँ। तर यो देशका लागि पनि हामीले श्रम गर्नुपर्छ र देशका लागि गरिने श्रमलाई श्रमदान भन्नुपर्छ। र त्यो श्रमदान गर्ने मान्छे, त्यो पवित्र भावनाले उठेको देशभक्त मान्छेलाई श्रमदाता भन्छु म। हामी सबैजना श्रमदाता बन्नुपर्छ भन्ने मेरो अनुरोध हो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो सिली भनेको काम हो। अहिले हामीले गर्दै गरेको श्रम अहिले त सिली बन्दैन होला, तर पछि गएर हामीले गर्दै गरेको श्रम पनि सिली बन्छ होला। हर्क साम्पाङ भन्ने एउटा अलिक छुचो खालकै मेयर धरानले चुनेको थियो। उसले जङ्गलैभरि पाइप तनाउँथ्यो, पछि गएर चाहिँ तपाईँको त्यो पाइप तान्ने पनि सिली बन्छ कि है? पाइप तान्ने सिली क्या यसो गरिरहेको, ढुङ्गा पास गरिरहेको भन्नुको मतलब सिली भनेको काम हो। त्यो सिली मात्रै नाचेर हुँदैन। सम्पूर्णलाई म भन्न चाहन्छु, त्यो सिलीले गर्दै गरेको सिकाउँदै गरेको काम, त्यो कामलाई हामीले बिर्सेको कारणले आज हामी गरिब बन्यौँ। हाम्रो खेतबारी चाहिँ बाँझो भए, जसका कारणले हामीसँग घाँसको समस्या छ, खाने कुराको समस्या छ, लाउने कुराको समस्या छ, बस्ने बाँसको समस्या छ। यो घाँस बाँस कपासको समस्या नहोस् भन्न खातिर हामीलाई हाम्रो पुर्खाले सिकाएको सिली अनुसारको काम गर्ने गरौँ। म सबैलाई भन्न चाहन्छु, म त आधुनिक शिक्षा पढ्ने मान्छे, म त अङ्ग्रेजी फरारा बोल्ने मान्छे, म त कोरियन भाषा बोल्ने मान्छे, म संसारभरिको भाषा बोल्ने मान्छे। म के छुन्थेँ माटो भनेर चाहिँ हामीले भन्न छोडौँ। त्यो माटो छुनुपर्छ भन्ने, माटोमा काम गर्नुपर्छ भन्ने गतिविधि नै हाम्रो साकेला सिली भएको कुरा म आज पुनः एकचोटि स्मरण गराउँछु। अब
सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गर्नका लागि युकेबाट पनि आज हामीलाई चाहिँ अहिले भर्खर एउटा चेक हस्तान्तरण भयो 43 लाख समथिङ हामीलाई चाहिँ हस्तान्तरण हुने भन्ने कुराको प्रतिबद्धता यहाँ मञ्चबाट चाहिँ उताको याखा कार्य समितिको सचिवज्यूले जानकारी गराउनुभयो। म धन्यवाद दिन चाहन्छु। संसारभरिबाट हामीलाई सहयोग प्राप्त भइरहेको छ र हामीले चाहिँ चिन्दु डाँडा धरानको एक सबैभन्दा नजिकको दूरीमा रहेको सबैभन्दा आकर्षक र त्यहाँबाट हेर्दाखेरि 360 डिग्रीमा धरानको दृश्यावलोकन गर्न सकिने अत्यन्तै राम्रो पर्यटकीय स्थल त्यो डाँडालाई अब हामीले लगभग किनिसकेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसका लागि सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालमा आबद्ध हुनुहुने हाम्रो राजन सर, शिवनाना, मीना सिंह दिदी लगायतका, दत्त दाजु लगायतका सम्पूर्ण साथै देश विदेशमा त्यो प्रतिष्ठानलाई सहयोग गर्नका लागि रहनुभएका समिति उपसमितिहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। सहयोगदाताहरूलाई धन्यवाद दिन चाहन्छु। सुम्निमा र पारुहाङको प्रतिमा सहितको सांस्कृतिक सम्पदा त्यो हामीले निर्माण गरेर यो देशमा एउटा इतिहास रच्नेछौँ। त्यो इतिहास हामी सबैले मिलेर रच्ने हो। हर्क साम्पाङले एउटा परिकल्पना गर्यो, एउटा सपना देख्यो, तर त्यो सपना देख्नु मात्रै ठुलो कुरो होइन। सपना त यहाँको कसले के देख्छ है। रातै पछि हामी सपना देख्छौँ, दिनै पछि आँखा उगारेर पनि सपना देख्छौँ, तर सबै सपनालाई चाहिँ हामीले साकार गर्नका लागि हामीसँग कठोर एउटा चाहिँ प्रतिज्ञा चाहिन्छ, सङ्कल्प चाहिन्छ, सङ्घर्ष चाहिन्छ। त्यो सम्पूर्ण कुराका लागि तपाईँहरूले चाहिँ साथ सहयोग दिइराख्नु भएकोमा म हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यो एउटा यस्तो खालको अभियान हो जुन अभियानले हामी सबैलाई एक ठाउँमा ल्याइराखेको छ। त्यो सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गर्ने, विशाल प्रतिमा निर्माण गर्ने, जसको लागत थोरैमा 30 करोड हुनु जरुरी छ। अहिलेसम्म हामीलाई 12 करोड जति पैसा प्राप्त भइसकेको छ। त्यसको लगानी कम्तीमा हामीले 30 करोड गर्छौँ, तर राज्यको 1 पैसामा पनि हामी लगानी गर्दैनौँ। किन लगानी गर्दैनौँ राज्यको पैसा भन्दाखेरि राज्यको पैसा ट्याक्सबाट चाहिँ हामीले एउटा सानो स्कुल खोल्न सकेका छैनौँ, एउटा झोलुङ्गे पुल लगाउन सकेका छैनौँ, हाम्रा बाटाहरू हिलाम्य छन्, हामीसँग चाहिँ एउटा अस्पताल गतिलो छैन, हामीसँग विद्यालय गतिलो छैन भने हामीले त्यसमा राज्यको ट्याक्स, राज्यको बजेट लगाउनु हुँदैन भन्ने हाम्रो चेतना हो। त्यसले गर्दाखेरि किराँती समुदायको प्रधान सहयोग साथै गैर किराँती समुदायको पनि सहयोग मिलेको छ। हामीलाई सम्पूर्ण संसारभरिबाट हामीलाई सहयोग गर्नुहुने सहयोगदाताहरूलाई आज म स्मरण गर्न चाहन्छु। हृदयदेखि सलाम गर्दै, हृदयदेखि नमन गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यस्तो एउटा सम्पत्ति, त्यस्तो एउटा सांस्कृतिक सम्पदा हामीले निर्माण गर्न गइरहेको म यहाँलाई जानकारी गराउन चाहन्छु, जसको चर्चा राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय स्तरमा छ, जसले हामी सबैलाई एउटा चाहिँ एकताको सूत्रमा पनि बाँधेको छ। कतिले भन्छ सुम्निमा र पारुहाङ राईहरूको मात्रै हो भनेर भन्छन्। म त्यस्तो मान्दिनँ र त्यसरी नबुझ्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। सुम्निमालाई हामीले आमा भन्नुपर्छ, पारुहाङलाई हामीले बाबा भन्नुपर्छ। जुनै जाति, जुनै तपाईँको चाहिँ संस्कृतिमा जन्मेको मान्छे पनि आकाशबाट झरेको हामी असिना जमिनमा पलाएको च्याउ नभएर हामी हाम्रै आमा बाबुको सन्तान हो। हाम्रो आमा बाबुलाई, हाम्रो आमा बाबालाई, हाम्रो पितृलाई हामीले सम्मान गरिरहनुपर्छ। हाम्रो पितृ नै हाम्रो तपाईँको चाहिँ पूजनीय हुनुहुन्छ भन्ने एउटा त्यो संस्कृति र त्यो मनोविज्ञानको संरक्षण गर्न चाहेका छौँ हामीले सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गरेर। अहिलेको जमाना कस्तो आयो, हरेक कुरा पैसामा मापन हुने, पैसामा मापन हुने भएको कारणले गर्दाखेरि अहिले आमा बाउ बुढाबुढी हुने बित्तिकै उसलाई चाहिँ होइन वृद्धाश्रममा लगिदिनुपर्छ, उता कहीँ कतै चाहिँ होइन केयर होम के अरे तपाईँको केयरिङ होममा लगेर राखिदिनुपर्छ भन्ने खालको जुन एउटा कुचलन छ, त्यो कुचलनलाई चाहिँ तोड्नुपर्छ। त्यस्ता खालका नानीहरू चाहिँ हुनु हुँदैन भनेर हाम्रो बाल मनोविज्ञानलाई मोड्नका लागि पनि र हाम्रो चाहिँ संस्कार संस्कृतिलाई, हाम्रो इतिहास र चाहिँ हाम्रो चाहिँ होइन गौरवशाली हाम्रो सभ्यताको बारेमा पनि बुझाउनका लागि हामीले नयाँ पिँढीलाई सिकाउनका लागि, अध्ययन गर्नका लागि अध्ययन केन्द्रको रूपमा पनि सुम्निमा पारुहाङ प्रतिमा र त्यो सहितको सांस्कृतिक सम्पदा हामीले निर्माण गर्न गइरहेको म यहाँलाई जानकारी गराउँछु। सहयोगहरू प्राप्त गर्ने उद्देश्यका साथ
विदेश भ्रमण पनि हामी गइरहेका छौँ, म गइरहेको छु मलाई बोलाएर। युकेको अपार सफलता भयो, जहाँ हामीलाई चाहिँ 5 करोड त्यस्तै 25 लाख या कति हो ठ्याक्कै मैले उ भयो त्यति हामीलाई प्राप्त गर्ने चाहिँ एउटा होइन प्रतिबद्धता जाहेर भएको छ र त्यहाँबाट चाहिँ हामीलाई लगभग 90% रकम हामीलाई प्राप्त भइसकेको कुरामा जानकारी गराउन चाहन्छु। त्यस्तै उद्देश्यका साथ म हङकङ पनि जान खोजेको थिएँ, तर त्यहाँनिर चाहिँ अलिकति यो भिजामा होइन श्रम गर्ने मान्छे श्रमिककै भिजा लगाइदिउँ न भनेर भन्नुभयो हो कि खोइ किन हो श्रमिकको भिजा लगाइदिनु भएछ, त्यसले चाहिँ कन्ट्रोल गर्ने कहीँ कतै जान नदिने भन्ने खालको कुराहरू मैले सुनिसकेपछि चाहिँ म त्यहाँनिर गइनँ र मलाई आशा छ तपाईँको छैन अन्यत्र हङकङमा नभए केही छैन होइन अन्यत्र पनि हामी चाहिँ के अरे भ्रमण गर्नेछौँ र सहयोग सङ्कलन हामीले चाहिँ गर्नेछौँ र जुन उद्देश्यले हामीले त्यो सांस्कृतिक सम्पदा निर्माण गर्न खोजेको त्यो सुसम्पन्न हामी गरी छाड्नेछौँ भन्ने प्रतिबद्धता जानकारी म यहाँ व्यक्त गर्न चाहन्छु। बहुभाषिक पाठशाला धरानमा यस्तो एउटा घर बन्यो जुन घरमा गएर मान्छेले चाहिँ सेल्फी खिच्न लालायत हुनुहुन्छ, कालो सिसाको गोलो घर, नेपालकै पहिलो घर। त्यो बहुभाषिक पाठशाला धरान महानगरपालिकाले किन निर्माण गर्यो, नगर्दा पनि हुन्थ्यो नि त भन्दा हाम्रो भाषा भाषिकालाई संरक्षण गर्नुपर्छ भन्ने चेतना हामीसँग छ। चेतना मात्रै भइराखेर हुँदैन, सचेत मात्रै भइराखेर हुँदैन, मान्छे सक्रिय पनि हुनुपर्छ। त्यसो भएको कारणले त्यो बुझिरहनु एउटा कुरा हो, तर गरेर देखाउनु अर्को कुरा हो। धरान उपमहानगरपालिकाले बहुभाषिक पाठशाला अत्यन्तै आकर्षक ढङ्गको बहुभाषिक पाठशाला निर्माण गरेर अन्तिम चरणमा पुगेको म यहाँलाई जानकारी गराउन चाहन्छु। त्यहाँ हाम्रा विभिन्न जात जातिका भाषा भाषिकाको अध्ययन अध्यापन हुनेछ। यो कुरामा हामी सबैले चाहिँ होइन खुसी महसुस गर्न सक्छौँ भन्ने मलाई लाग्छ। यहाँहरू सबैको साथ सहयोग रहोस्। त्यो सञ्चालन गर्नका लागि पनि यहाँहरू सम्पूर्ण जातीय भाषिक जति पनि चाहिँ सङ्घ संस्था हुनुहुन्छ तपाईँहरूले नगरपालिकामा बिस्तारै सम्पर्क गर्दा हुन्छ। हामी त्यो सञ्चालनमा ल्याइसकेपछि त्यहाँनिर तपाईँहरूले चाहिँ आफ्नो भाषा भाषिका आफ्ना नानीहरूलाई आउँदा पिँढीलाई पढाउन सक्नुहुनेछ। ठुलै मान्छेलाई पनि हामीलाई भाषा थाहा छैन, हामीले पनि पढ्दाखेरि खेल जाँदैन। धेरै कुराहरू छन्, धेरै कुरा भनेर साध्य छैन। जति भन्यो समय मात्रै बर्बाद हुन्छ, बुझ्ने कुरा थोरै छन्। छिटो छोटो मिठो बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। यतिखेर देशमा व्यवस्था परिवर्तन गरेर राजा ल्याउनुपर्छ भन्ने कुरा आएको छ। म यो सभा मार्फत माग गर्न चाहन्छु, म घोषणा गर्न चाहन्छु, भन्न चाहन्छु, जानकारी दिन चाहन्छु र यहाँहरू सम्पूर्णमा आन्दोलन गर्न चाहन्छु। यदि यो देशमा राजतन्त्र फर्काउने भने किराँतीहरूले पनि आफ्नो राजा स्थापित गर्नुपर्छ। अब किराँतीहरूले पनि आफ्नो राजा ठिक बनाऊ है, अरू जातिहरूले पनि आफ्नो राजाहरू ठिक बनाउन्। म कस्तो छु उम्मेदवार भनेर भन्नु मिल्दैन है, भनेर भन्नु मिल्दैन। त्यसले गर्दाखेरि हामी आफ्नो है पनमा चाहिँ विश्वास गर्छ, हाम्रो आफ्नो मौलिकतामा विश्वास गर्छ। मलाई लाग्छ यहाँ उपस्थित हामी सबैजनाले एउटा जनताको छोरा, चाहे त्यो टेम्पो चालक होस्, चाहे रिक्सा चालक होस्, चाहे चप्पटे बेच्ने मान्छे होस्, चाहे चाहिँ चिया बेच्ने मान्छे होस्, उसको लोकप्रियता र क्षमताको आधारमा, उसको दूरदर्शिता र तपाईँको योग्यताको आधारमा यो राष्ट्रको प्रमुख बन्नु सक्छ भने ऊ बन्न पाउनुपर्छ भन्ने व्यवस्था गणतन्त्रको पक्षमा नै हामी छौँ भन्ने मलाई लाग्छ। तर त्यसो भनिरहँदाखेरि अहिले भर्खरै कार्यक्रमको उद्घाटन हामीले राजा यलम्बरलाई माल्यार्पण गरेर गऱ्यौँ। त्यो अर्थमा हामीले बिर्सनु हुँदैन, हामी राजाको सन्तान हौँ। राजाको सन्तान मैले बारम्बार भनिरहेको छु। एक बोतल बियरमा बिक्दैन, एक प्लेट चाउमिन 5,000 पैसामा बिक्दैन, 1-2 लाख तपाईँको पैसाको प्रलोभनमा बिक्दैन, यो पद दिन्छु भनेर बिक्दैन। ऊ स्वाभिमानी हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि राजा यलम्बरले हामी सबैजनालाई आशिष दिनुहोस्। हामी सबैजना त्यस्तो तपाईँ जस्तै चाहिँ शिर ठाड भएको मान्छे, त्यस्तो खालको प्रतापी र त्यस्तो खालको स्वाभिमानी बनेर यो जीवन चाहिँ व्यतीत गर्न सकौँ। हामी सबैलाई आशिष दिनुहोस्।
तर हामी कोही कसैको चाहिँ नि अरौटे र भरौटे भएर एकले अर्काको दाजुभाइको झगडा गरेर टाउको फुटाउने र रगत बगाउने त्यो खालको कृत्यमा हामी कहिले पनि फर्स्ट हुँदैन भनेर म तमाम दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु। अब धेरै कुरा के गर्ने, सबै कुरा भनि सिद्ध्याइसकियो। श्रमको कुरा गर्छु म। श्रम पिता पनि भन्नुहुन्छ, खोइ म के पिता हो थाहा छैन, आफूलाई बच्चा जस्तै लाग्छ है, एउटा सानो बालक जस्तो जिज्ञासु छु, केही कुरा सिक्न मन लाग्छ। तर पिता चाहिँ पिता भन्नुहुन्छ, कोही श्रमको पिता भन्नुहुन्छ, ठिकै छ, मैले स्वीकारेँ। श्रमको पिताले तपाईँहरूलाई श्रम गर्नुपर्छ भनेर बोलाउन चाहन्छ। तपाईँहरू आउनुहुन्छ? हो, श्रम तपाईँको पेटको लागि खाँचो छ, श्रम तपाईँको देशको लागि खाँचो छ। यो देश तपाईँको भएको कारणले गर्दाखेरि श्रमदानमा आउने गर्नुहोस्, श्रमदानमा आउने गर्नुहोस्। बगरकोटमा हाम्रो चाहिँ ऋण पान गरेर एडिबी वर्ल्ड ब्याङ्क लगायतका चाहिँ होइन अब त्यताबाट चाहिँ लिएको एउटा पुल बनाएको, हिजो रातिको अविरल वर्षाले अघि बिहानसम्म पनि डुङ डुङ भत्काउँदै थियो बारीपट्टि, अहिले जाँदाखेरि बा यस्तो ढडेर चिप्लेटी खेल्ने भइरहेको छ। त्यो पुल संरक्षणको लागि भोलि 7 बजेदेखि हामी श्रमदान गर्छौँ बगरकोटमा। तपाईँहरू साथ दिनुहुन्छ? धरानवासी हुनुहुन्छ भने 15 जनाले मात्रै हो साथ दिने। त्यहाँ हामी भोलि श्रमदान गर्नेछौँ। त्यो यतिखेर हामीले बचाउन सकेनौँ भने, इनकेस त्यो पुल भत्कियो भने थोरैमा पनि हाम्रो चाहिँ 4-5 करोड क्षति हुन्छ र त्यो पुल फेरि बन्नका लागि म लेखेर दिन्छु, थोरैमा 5 वर्ष लाग्छ। त्यो धनकुटे रोडको पुल होइन भत्कियो एलोहिम चर्च त्योको छेउमा, त्यो बनाउनका लागि हामीले 5 वर्ष लागेन भनिसकेपछि त्योभन्दा ठुलो पुल हो उतापट्टि, त्यो भत्क्यो भने हामीलाई धेरै वर्ष लाग्न सक्छ। म सबैजनालाई अनुरोध गर्न चाहन्छु, तपाईँहरू भोलि त्यतातिर बिहान काम गर्न पनि आउनुहोस्। अब धेरै कुराहरू नभनौँ, अन्त्यमा सबै तपाईँको चाहिँ यो संस्कृति प्रेमी दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। यो कार्यक्रममा सहभागी बन्नुहुने सबैजनालाई धन्यवाद दिन चाहन्छु। आयोजकलाई धन्यवाद दिन चाहन्छु। कुनै एउटा सानो कार्यक्रम गर्नका लागि पनि धेरै तपाईँको चाहिँ पापड बेल्नुपर्ने हुन्छ, थुप्रो दुःख गर्नुपर्ने हुन्छ। यत्रो ठुलो कार्यक्रमलाई चाहिँ तपाईँहरूले होइन आयोजना गर्दा पक्कै पनि दुःख गर्नुभएको छ। सबैलाई धन्यवाद दिन चाहन्छु। पूर्ववक्ताज्यूले भन्दै हुनुहुन्थ्यो कि हाम्रो चाहिँ किराँत राई आँखाको उपाध्यक्षज्यूले ध्यानबहादुर राईलाई धन्यवाद उहाँले दिनुभयो। हर्कश्याम बाङलाई पनि धन्यवाद दिँदाखेरि हुन्छ। यता तलतिर 53 मिटर जग्गा हामीले चाहिँ याखा के अरे यो पार्कको लागि थपिदिएका छौँ। यतिखेर ताली बजाउनुपर्छ, ताली बजाउनु। यहाँ तलतिर हामीले जग्गा थपिदिएका छौँ, त्यसले गर्दा यहाँ भएको, नत्र भने अघि चाहिँ यहाँ खुट्टा टेकाटेक गरेर होइन यहाँ बसिसक्नु हुनेवाला थिएन। अहिले उता गएर चाहिँ अलिकति हामीलाई राहत मिलेको छ। हाम्रो यो चाहिँ सांस्कृतिक होइन यो प्रदर्शनी गर्ने ठाउँ, यो चाहिँ हाम्रो एउटा हाम्रो आस्थाको केन्द्र, हाम्रो संस्कृतिको तपाईँको चाहिँ एउटा प्रदर्शन गर्ने केन्द्र, पार्क जेको रूपमा हेर्दाखेरि पनि यहाँनिर चाहिँ तपाईँको धेरै यो स्पेस हामीलाई खाँचो भएको कारणले त्यो महसुस किराँत राई आँखा जिल्ला कार्य समितिले पनि गर्यो, धरान उपमहानगरपालिका कार्यपालिकाले पनि गर्यो। म सम्पूर्ण तपाईँको चाहिँ उपमेयरज्यूदेखि लिएर वडा अध्यक्षज्यू कार्यपालिका सदस्यज्यूहरूलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँहरूले त्यो तपाईँको एजेन्डा जुन मैले प्रस्तुत गरिसकेपछि त्यसलाई अनुमोदन गरिदिनु भयो। त्यस पछाडि त्यो निर्णयअनुसार चाहिँ हामीले यहाँ तल जग्गा एलोकेट गरेका छौँ। तथापि यतापट्टि बस्ने जुन साउने बस्तीका दाजुभाइ दिदीबहिनीहरूलाई त्यहाँ हिँड्दै गरेको बाटोमा असुविधा भयो भन्ने कुरा आएको छ। त्यसलाई पनि व्यवस्थापन गर्नका लागि विभिन्न तहमा छलफलहरू भइराखेको छ र त्यो पनि हामीले सम्बोधन गर्ने भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु। र अन्त्यमा यो पार्कभित्र यो झन्डा मात्रै हामीले देख्न पाऊँ यो म अनुरोध गर्न चाहन्छु। होइन विभिन्न पार्टीका झन्डाहरू यहाँनिर चाहिँ नफरफराउन्। यो किराँत राजाको यलम्बर हाङको यो किराँत राई आँखाको झन्डा बाहेक अरू पार्टीको झन्डाहरू चाहिँ यो पार्कभित्र नहोस् भन्ने सल्लाह पनि म दिन चाहन्छु। यहाँहरू सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिँदै यो कार्यक्रममा प्रमुख अतिथिको रूपमा मलाई निमन्त्रणा गर्नुभयो, त्यसका लागि पनि फेरि धन्यवाद दिँदै मेरो भनाइ यही राख्दछु। हस्, धन्यवाद, नमस्कार, जय होस्, जय किराँत।